स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। आजको यो भिडियोमा हामी कुरा गर्नेछौँ क्लास 12 रिजल्ट 2022 को लेटेस्ट अपडेट बारे। धेरै विद्यार्थीहरू अहिले एउटै प्रश्न सोधिरहनु भएको छ, क्लास 12 को रिजल्ट कहिले आउँछ? त्यसैले आजको भिडियो अन्तिमसम्म हेर्नुहोला। नेशनल एक्जामिनेसन बोर्ड अर्थात् एनईबीले क्लास 12 को कपी चेकिङ काम लगभग अन्तिम चरणमा पुगेको जानकारी विभिन्न मिडिया सोर्सेसबाट प्राप्त भएको छ। हाल प्र्याक्टिकल मार्क्स भेरिफिकेसन, कम्प्युटर डाटा एन्ट्री तथा फाइनल चेकिङको काम भइरहेको बताएको छ। पछिल्लो जानकारी अनुसार यदि सबै प्रक्रिया पूरा समयमा भयो भने असार 15 गतेतिर क्लास 12 रिजल्ट 2082 प्रकाशित हुन सक्ने सम्भावना रहेको बताएको छ। यद्यपि यदि अहिलेसम्म एनईबीले अफिसियल रिजल्ट डाटा घोषणा गरेको छैन, त्यसैले विद्यार्थीहरूलाई फेक न्युज वा गलत इन्फर्मेसनबाट टाढा रहन अनुरोध गरिन्छ। रिजल्ट प्रकाशित भएपछि तपाईहरुले एनईबीको ओफिसियल वेबसाइट, एसएमएस सर्भिस तथा अनलाइन रिजल्ट पोर्टल मार्फत सजिलै आफ्नो नतिजा हेर्न सक्नुहुन्छ। रिजल्ट आउने बित्तिकै सबैभन्दा छिटो र सही अपडेट यस च्यानलमा दिनेछु, त्यसैले च्यानललाई सब्स्क्राइब गरेर राख्नुहोस्।